सबैजना गुड मर्निङ एन्ड नमस्ते एन्ड ओहायो यो ओहायो चाहिँ ओहायो गोजाइमासको चाहिँ लोकल भाषा साथीहरूसँग भेट्नु त ओहायो भन्दाखेरि यो भने जस्तो होइन अनि गएर म भन्छु आजबाट म युट्युब च्यानल खोल्न लगाएको है अब इन्ट्रोडक्सन दिन्छु पहिला हेर्नुहोस् क्या दामी भिडियो छ होइन है त इन्ट्रोडक्सन मेरो नाम दाइची म चाहिँ जापानमा बस्छु जापानको चाहिँ म चाहिँ मेरो जापानिज र नेपालीको हाफ मेरो बाबा नेपाली अनि मम्मी जापानिज म 20 वर्षको भएँ अनि म टोकियोमा बस्छु म जन्मेको चाहिँ निगातामा निगाता चाहिँ टोकियोबाट 4 घन्टा टाढा छ अनि अहिले चाहिँ बिहानको 4 बज्यो भर्खरै पार्ट टाइम जब भ्याएर आएको अनि म युनिभर्सिटी स्टुडेन्ट हो टोकियोको युनिभर्सिटीमा पढ्छु गएर थोरै अब म जन्मेको ठाउँ निगाताको बारेमा कुरा गर्छु निगाता चाहिँ एउटा गाउँ हो निगातामा फेमस चाहिँ चामल हो बट के गर्नु चामल एकदमै अहिले महँगो छ अनि गएर नेपालमा चाहिँ म 12 वर्ष बसी नेपालको चाहिँ म ललितपुर डिस्ट्रिक्ट अनि चितवन डिस्ट्रिक्टमा बसेँ फुपू दिदीसँग ललितपुर चाहिँ 3 वर्ष जति बस्यो होला सायद त्यसपछि अरू भण्डारामा बसी चितवनको भण्डारामा क्या रमाइलो हुन्थ्यो होइन हामी पुरै दाइहरूसँग क्रिकेट फुटबलहरू खेल्थ्यो अनि अब मेरो हबीको कुरा गर्छु मेरो हबी चाहिँ वेट लिफ्टिङ अनि ट्रेनिङ पहिलाको वर्ष चाहिँ 2 चोटि गर्थेँ एक दिनमा 2 चोटि गर्थेँ बिहान दौडिने 30 मिनट जति अनि बेलुका चाहिँ वेट लिफ्टिङ गर्थेँ बट के गर्नु अहिले युनिभर्सिटीको असाइनमेन्ट धेरै अनि काम पनि बेलुका धेरै गर्ने भएर चाहिँ लाइक बेलुकाको 10 बजीदेखि बिहानको 4 बजीसम्म कहिलेकाहीँ 12 बजीदेखि 4 बजीसम्म अहिले 4 बजी मेरो काम सक्यो अनि आज चाहिँ मेरो युट्युब च्यानलमा मर्निङ रुटिनको मात्रै भिडियो गर्छु अब अहिले गएर अपार्टमेन्टमा गएर कपडा फेरेर थोरै होइन बिहान 30 मिनट दौडिन्छु अनि एनी टाइम फिटनेस जान्छु एनी टाइम फिटनेसमा खासै त्यस्तो भिडियो खिच्न पाउँदैन त्यो कहिलेकाहीँ साथीहरूसँग एनी टाइम फिटनेस गएको बेला त्यहाँ कहिलेकाहीँ वेट लिफ्टिङहरू जिमहरू गरेको भिडियो खिच्छु अनि तपाईँहरूलाई सेयर पनि गर्छु अब गएर जापानको कुरा गर्छु म जापान आएको धेरै पनि भएको छैन खासै मलाई जापानिज भाषा पनि आउँदैन होइन नेपाली हो नेपाली सिक्दिनँ म नेपाली नै हो त्यही त म 7 वर्ष भयो अनि जापानिज भाषा बहुत एकदमै गाह्रो छ होइन खान्ची खासै आउँदैन बोल्न आउँछ बोल्न पनि त्यस्तो प्रोपरली त आउँदैन होइन अनि खान्ची सिक्दैछु खान्ची गाम्बारिमास खान्ची गएर जापानमा चाहिँ विदेशीहरूलाई पहिला कुरो यो भिडियो चाहिँ नेपालमा बस्ने नेपाली मान्छेहरू दाइ दिदी होइन दाइ दिदीहरू जापानमा हुनुहुन्छ उहाँहरूको लागि स्पेसल्ली यो भिडियोहरू हो खासै भाषा पनि आउँदैन अब जापानिज साथीहरू तपाईँहरूले बनाउनु भयो भने कम्युनिकेसन गर्नुभयो भने तपाईँहरूलाई जापानिज भाषा पनि आउँछ अनि गएर वाउ कस्तो राम्रो भ्यू हेरेर न पछाडि बिहानको 4 बजे पनि कस्तो दामी भ्यू है आमामा सबैजनाहरू ल 4 बजेर 37 मिनट भयो बिस्तारै 30 मिनट जति दौडिने त्यसपछि 30 मिनट जति दौडिन्छ गाम्बारिमास 30 मिनट जति दौडेर भ्यायो होइन मर्निङ एक्सर्साइज गाम्बारिमास त्यही हो अघि जिम गएँ 30 मिनट जति दौडी होइन अबबाट
युट्युब खोल्छु, युट्युब च्यानल खोल्छु अनि गएर सबैजना लाइक गरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला, हेरिदिनुहोस् होला टाइम भए बेला होइन। गएर खासै एडिट आउँदैन त्यही पनि आई विल डु माई बेस्ट। यो सबैजना गाम्बाडी मास्यो, म नि गाम्बाडी मास है। यति भन्दै बाई।